इनिसा बिकको न्याय माग्दै दाङको तुलसीपुरमा युवाको प्रदर्शन, निष्पक्ष छानबिन नभए सुर्खेत पुगेर आन्दोलन गर्ने चेतावनी। यदि नेपाली प्रहरीले काम गर्नु भएन भने हाम्रो टोली नै सुर्खेत पुग्छ। फाँसीको सजाय भएपछि बल्ल उसको आत्माले शान्ति पाउँछ कि भन्ने जस्तो लाग्छ मलाई। हामीले सरकारलाई हिजो पनि चुनौती दिएका थियौँ, आज पनि चुनौती दिएका छौँ। आज हामी सडकबाट बोलिरहेका छौँ। यदि यो कुरा समाधान भएन भने हामी भोलि जुन ठाउँमा जानुपर्ने हामी जान तयार छौँ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। 16 वर्षीय इनिसा बिकमाथि भएको बलात्कारपछि हत्या घटनाको विरोधमा दाङको तुलसीपुर स्थित भिपी चोकमा जेएनजी तथा स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले दोषीलाई कडा कारबाही गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सरकार तथा नेपाल प्रहरीसँग माग गरेका छन्। उनीहरूले इनिसालाई न्याय दिई बलात्कारीलाई फाँसी दे लगायतका नारासहित घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। प्रदर्शनका क्रममा युवाहरूले नेपाल प्रहरीले निष्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कानुनी दायरामा नल्याए आफूहरू सुर्खेत पुगेर समेत आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने भन्दै दोषीलाई कानुन अनुसार कडा सजाय दिनुपर्ने माग गरेका छन्। हाल इनिसा बिकमाथि भएको जघन्य अपराधप्रति देशका विभिन्न स्थानमा विरोध र न्यायको माग उठिरहेको छ। तपाईलाई थाहा छ नि, निर्मला पन्तको केस अहिले कहीँ छ कतै? 11 वर्ष भइसक्यो। निर्मला पन्तको केस कहाँ छ? अहिले नयाँ सरकार आइरहेको छ। नयाँ सरकारले भन्नेबित्तिकै काम गर्ने होइन। पोजिसनमा जानु पर्यो होइन, कुनै मन्त्री खानु पर्यो, त्यसपछि नयाँ सरकारले काम गर्ने हो। लौ जित्ने बित्तिकै काम गर्ने होइन। समय दिउँ र सिधै आएर प्रश्न नसोचौँ नयाँ सरकारले के गर्यो भनेर। हामी पुग्नुपर्छ। र नयाँ सरकारको कुरा गर्दै गर्दा यत्रो समयसम्म निर्मला पन्तलाई के हेरेर बस्या त? फेरि पुरानोको गर्ने त्यो कर्तव्य होइन? निष्पक्ष छानबिन गर्नु पर्दैन? हाम्रो माग यति हो कि इनिसा बहिनीको केसलाई नदबाइयोस्, छानबिन एकदम निष्पक्ष होस्। हाम्रो माग यति हो। होइन भने नेपाली प्रहरीले काम गरिराख्नु भएको छ। यदि नेपाली प्रहरीले काम गर्नु भएन भने हाम्रो टोली नै सुर्खेत पुग्छ है। अर्काको बच्चा बराबर हो क्या। आफ्नो दिदीबहिनी र अर्काको दिदीबहिनी बराबर हो। अनि यो घटना देख्दाखेरि मेरो आत्मा पनि रोइरहेको छ। यो फाँसीको सजाय भएपछि बल्ल उसको आत्माले शान्ति पाउँछ कि भन्ने जस्तो लाग्छ मलाई। बलात्कार गरी हत्या भएको छ, त्यसमा हामी एकदम दुःखद प्रकट गर्न चाहन्छौँ। किनभने हामीले हिजो पनि निर्मला पन्तको यसै गरी हत्या हुँदा सडकबाट बोलेका थियौँ। अझै पनि प्रहरी प्रशासनले भनिरहेको छ हामी अनुसन्धान गर्छौँ तर अनुसन्धान भयो अहिलेसम्म? खै निर्मला पन्तले न्याय पाएको खै? त्यसै गरी भागीरथ भट्टले पनि यसै गरी बलात्कार भएर मृत्युवरण गर्नु परेको छ। त्यस बेला पनि हामीले सडकबाट बोलेका थियौँ। त्यो बेला पनि अनुसन्धान भयो भन्नु, अनुसन्धान भयो, खै अनुसन्धान भयो, खै न्याय पाएको? त्यसै गरी हेर्नुहोस्, अहिले हामीले देख्यौँ नि सुर्खेतमा जो शनिबार एउटा स्कुलमा पढ्दै गर्न जाने बेला जो आमाले के सोचेर एउटा किताब हालेर झोला पठाएर झोलामा भिरेर पठाउने बेला जो बलात्कार गरी जो मृत्यु भएको छ, एकदमै दुःख छ। अब बाउआमाले पनि त्यो झोलामा किताबको सट्टामा अरू केही हालेर खुकुरी जस्ता हालेर पठाउने जस्तो अवस्था देखिएको छ। अब हाम्रा चेलीबेटीहरूलाई कसरी बाँच्ने पर्ने? चेलीबेटीहरू बाँच्ने आफ्नो फ्रिडम तरिकाले हिँड्न नपाउने यो हुन सक्दैन। यही सरकारले, हामीले सरकारलाई हिजो पनि चुनौती दिएका थियौँ, आज पनि चुनौती दिएका छौँ। आज हामी सडकबाट बोलिरहेका छौँ। यदि यो कुरा समाधान भएन भने हामी भोलि जुन ठाउँमा जानुपर्ने हामी जान तयार छौँ। इनिसा बिक, त्यसै गरी निर्मला पन्त, भागीरथ भट्टदेखि लिएर जति पनि बलात्कार भएका छन्। आज मात्रै कञ्चनपुरमा अर्को पनि घटना घटेको छ। त्यो पनि कञ्चनपुरमा जो 40 वर्ष 45 वर्षका जो वृद्ध त्यस्ताले एउटा 12 वर्षको नाबालकलाई बलात्कार गरेर हत्या भएको छ। हामी कहिलेसम्म सही राख्ने यस्ता कुरा? त्यही भएर आज हामी सबै युवा एकजुट भएर अगाडि बढेका छौँ। आज हामी सडकबाट बोलेका छौँ। अब यति भएन भने हामी कहाँ पुग्नुपर्ने हो? हामी पुग्न तयार छौँ भन्न चाहन्छु। त्यति बेला जो बलात्कार भयो निर्मला पन्तदेखि लिएर हरेक बलात्कार भएका सबैले दोषीले कडाभन्दा कडा सजाय हुनुपर्छ। इनिसा बिकले पनि न्याय पाउनुपर्छ। न्याय पाउनु भएन भने हामी जे गर्न पनि तयार छौँ भन्न चाहन्छु।